अहिलेको आधुनिक समयमा त सबै काम मेसिनले नै गर्छ। 10 सेकेन्डमै दही फिटिन्छ, तर काठको ठेकी र मदानी जस्तो माया मिसाउने त्यो मेसिनले कहाँ जान्नु र? मेरो विचारमा त मदानी चलाउनु र बुढाबुढीको सम्बन्ध जोगाउनु उस्तै उस्तै हो। बाहिरबाट हेर्दा सजिलो देखिन्छ, तर भित्रभित्र कति धैर्य र मेहनत चाहिन्छ त्यो गर्नेलाई मात्र थाहा हुन्छ। हाम्रो घरको सानोतिनो कचकच त मलाई ठ्याक्कै मदानीको घ्यार घ्यार जस्तै लाग्छ। सुन्दा अलिक झर्को लाग्ने, तर त्यही आवाजले नै त्यो सम्बन्ध अझै बलियो र मिठो बनाउँछ। जति समय दियो उति नै सुगन्ध आउने। यो घिउ जस्तो सफा र मिठो माया पाउन पहिला मदानी जस्तै मिलेर मेहनत गर्नुपर्छ हजुर। बाहिरबाट जति गनगन भए पनि भित्र माया त असली हुन्छ नि। ल भन्नुहोस् त, तपाईँको माया पनि ठेकी र मदानी जस्तै हो कि जति मथ्यो उति नै मिठो बन्दै जाने? ट्याग गर्नुहोस् जोसँग तपाईँ यो मिठो मोही खान चाहनुहुन्छ है त।